नमस्कार साथीहरू, तपाईहरुलाई मेरो च्यानलमा धेरै धेरै स्वागत छ। आज मैले धेरै इन्टरभ्यूमा सोधिने 5 प्रश्नको बारेमा जानकारी लिएर आएको छु। वास्तवमा मैले यो विभिन्न वेबसाइटबाट इङ्ग्लिसबाट नेपालीमा ट्रान्सलेट गर्ने कोसिस गरेको छु। यसले धेरै मानिसलाई फाइदा पुग्ने आशा पनि गरेको छु। आजभोलि हरेक मानिसको योग्यता बढेसँगै धेरै मानिसहरू आफ्नो दक्षताको हिसाबले नोकरी गर्न चाहन्छन् र तर मार्केटमा लेबरको कम्पिटिसन धेरै नै भएको कारणले आजभोलि हरेक जबको लागि इन्टरभ्यू दिनु जरुरी हुन्छ। आउनुहोस् आज अलमोस्ट धेरै इन्टरभ्यूमा सोधिने प्रश्नको बारेमा जानकारी लिऊ। पहिलो प्रश्न छ, टेल मी अबाउट योरसेल्फ। यो प्रश्न प्राय हरेक इन्टरभ्यूमा सोधिने गरिन्छ। यो प्रश्नको उत्तर दिनु पूर्व यो प्रश्न सोध्नुको उद्देश्यको बारेमा जान्नुपर्ने हुन्छ। यो प्रश्नको मतलब तपाई आफ्नो बारेमा के सोच्नुहुन्छ त्यो हुन्छ। यो प्रश्नको उत्तर दिँदा तपाईले पहिले नै सिभीमा भएको कुरा भन्नुहुन्न र जुन कुरा सिभीमा छैन त्यसको बारेमा बताउनु पर्छ। यसमा तपाईले आफ्नो नाम, तपाईको योग्यता यानी कि क्वालिफिकेसन, तपाईको जन्मस्थान, तपाईको काम प्रतिको अनुभव आदिको बारेमा बताउन सक्नु हुनेछ। त्यस्तै इन्टरभ्यूमा प्राय धेरै सोधिने अर्को क्वेशनमा व्हाई हैव यू एप्लाइड फर दिस जब। यो प्रश्न सोध्नुको मतलब तपाई यो जबको लागि इच्छुक हुनुहुन्छ कि हुनुहुन्न भन्ने थाहा पाउनको लागि सोध्ने गरिन्छ। भने उक्त कम्पनीको बारेमा तपाईले कतिको ज्ञान छ त्यो जान्नको लागि पनि यो प्रश्न सोध्ने गरिन्छ। त्यही भएर यो प्रश्नको उत्तर दिँदा तपाई यो जबको लागि साँच्चै नै इच्छुक हुनुहुन्छ भन्ने हिसाबले उत्तर दिनुपर्ने हुन्छ। त्यस्तै अर्को प्रश्न रहेको छ, व्हाट इज योर ग्रेटेस्ट स्ट्रेन्थ। यो प्रश्न पनि धेरै इन्टरभ्यूमा सोध्ने गरिन्छ। यो प्रश्न सोधेर इन्टरभ्यू लिने मानिसले तपाईको इन्टरभ्यूको लागि कतिको तयारी गर्नुभएको छ भन्ने कुरा जान्न चाहन्छ। त्यही भएर कुनै पनि इन्टरभ्यू जानु पूर्व तपाईले एप्लाई गर्नुभएको कामको लागि चाहिने क्षमता र दक्षताको मूल्याङ्कन गर्नुहोस् र त्यही अनुरूप आफूमा पनि क्षमताको विकास गर्ने कोसिस गरी त्यही अनुरूप एन्सर दिँदा उपयुक्त हुनेछ। त्यस्तै अर्को क्वेशन रहेको छ, व्हाट इज योर बिगेस्ट विकनेस। यो प्रश्नको उत्तर पनि सोच विचार गरेर दिनुपर्ने हुन्छ, किनकि ममा केही कमजोरी छैन भन्न सकिँदैन, किनकि कोही पनि मानिस पर्फेक्ट हुन्न। त्यही भएर यो प्रश्नको उत्तर दिँदा त्यस्तो कमजोरीको बारेमा बताउनुहोस् जो तपाईले एप्लाई गर्नुभएको जबको लागि महत्त्वपूर्ण छैन, साथै तपाई त्यो कमजोरीलाई सुधार्ने कोसिस पनि गर्दै हुनुहुन्छ भन्ने कुरा पनि भन्न नबिर्सिनुहोस्, जसले गर्दा तपाई जागरुक हुनुहुन्छ भन्ने कुराको सन्देश सम्भावित रोजगारदातालाई जान्छ। त्यस्तै अर्को क्वेशन रहेको छ, वेयर डु यु सी योरसेल्फ इन 5 इयर्स। यो प्रश्न तपाईको योजना बनाउने क्षमता र तपाईको महत्त्वाकांक्षालाई झल्काउँछ। त्यही भएर एप्लाई गरेको जबको हिसाबले तपाई यसको उत्तर दिन सक्नुहुनेछ, तर उत्तर यथार्थपरक होस्, हावादारी नहोस्। एन्ट्री लेभलको लागि इन्टरभ्यू दिँदै हुनुहुन्छ भने त्यो भन्दा माथि आउने कुनै पनि पोस्टमा हुनेछु भन्न सक्नुहुनेछ आदि। यसको अलावा कति सेलरीको आशा राख्नु भएको छ भन्ने प्रश्न पनि हरेक इन्टरभ्यूमा सोध्ने गरिन्छ। सामान्यतया ठुला अर्गनाइजेसनमा हरेक पोजिसनको लागि सेलरी फिक्स नै हुन्छ। त्यही भएर तपाईले मार्केटमा मेरो पोजिसनको लागि जति सेलरी छ त्यति नै भन्न सक्नुहुनेछ। साथै अर्को इन्टरभ्यूमा सोधिने प्रश्नमा हामीले किन तपाईलाई रोजगारी दिने या हायर गर्ने भन्ने हुन सक्छ। यसको उत्तरमा तपाईले आफ्नो अहिलेसम्मको अनुभव, तपाईको कार्यकुशलता र अरू कम्पनीले तपाईको योगदानबाट पाएको सफलताको बारेमा बताउन सक्नुहुनेछ। यसको साथै तपाईले गरिरहेको कम्पनी किन छोड्न चाहनुहुन्छ भन्ने प्रश्न पनि धेरै इन्टरभ्यू गर्ने मान्छेले सोध्न सक्छन्। यसको तयारी पनि तपाईको सिचुएसनको हिसाबले तयारी गर्न सक्नुहुनेछ। धन्यवाद। मेरो च्यानललाई सब्स्क्राइब गर्न, लाइक गर्न, शेयर गर्न, कमेन्ट गर्न नबिर्सनु होला। म यस्तै जानकारीमूलक भिडियोहरू आगामी दिन